उनी डोलीमा चढिन् र म सीतामा चढे। उनी डोलीमा चढिन् र म चितामा चढे। उनी डोलीमा चढिन् र म चितामा चढे। यसरी हाम्रो मायामा पूर्ण विराम लाग्यो। ओहो 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 क्या बात, वाह साह्रै मिठो, वाह। यसरी हाम्रो मायामा पूर्ण विराम लाग्यो। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। एक थकित बटुवा आएर विश्राम लाग्यो। सामाजिक सञ्जालका माध्यमबाट यति बेला हामीलाई हेरिरहनुभएका आम दर्शक श्रोता साथीहरू, सर्वप्रथम यहाँहरूमा म प्रेम पुन मगरको तर्फबाट हार्दिक नमन। दर्शक श्रोता साथीहरू, आज म तपाईहरू माझ टिकटकको माध्यमबाट जोडिनु भएका एउटा यस्तो साहित्य स्रष्टासँग गाएको यो जमर्को छ। उहाँ हुनुहुन्छ मेरो प्रिय साहित्य स्रष्टा प्रिय रोज भरत बोहरा। यति बेला हामी दुबई महलको यो लोकेसनमा छौँ। यो भेटलाई अलिकता विशेष र स्मरणीय बनाउनको लागि तपाईहरूलाई म हाम्रो प्रिय रोज भरत बोहराबाट आज एउटा गजल तपाईलाई सुनाउने तयारीमा छौँ। अब भने ढिला नगरिकन कृपया म हाम्रो भरत बोहराजीलाई आफ्नो गजल तपाईहरूलाई सुनाउनको लागि आग्रह गर्दछु। प्लिज सर। थ्याङ्क यू सो मच। नमस्कार, मेरो नाम भरत बोहरा क्षितिज। टिकटकमा चाहिँ डियर रोज। अलिअलि कहिलेकाहीँ गजल मुक्तकहरू गर्ने क्रममा हामी टिकटकको माध्यमबाट जोडिएका थियौँ। त्यसै गरी आज एकदम सुनौलो मौका मिलेर हामी अहिले बुर्ज खलिफा दुबई महलको अगाडि छौँ। म एउटा गजल वाचन गर्न चाहन्छु। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। एक थकित बटुवा आएर विश्राम लाग्यो। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। एक थकित बटुवा आएर विश्राम लाग्यो। किन यसरी पागल भएर हिँडिरहेछौ? किन यसरी पागल भएर हिँडिरहेछौ? यार, साँचो प्रेम गरेको परिणाम लाग्यो। ओहो ओहो क्या बात, क्या बात, वाह। किन यसरी पागल भएर हिँडिरहेछौ? यार, साँचो प्रेम गरेको परिणाम लाग्यो। मैले मरेको अभिनय मात्रै के गरेको थिएँ? वाह वाह। मैले मरेको अभिनय मात्र के गरेको थिएँ? मरेको अभिनय मात्रै के गरेको थिएँ? श्रद्धाञ्जली दिन आफन्तको लाम लाग्यो। ओहो ओहो क्या बात। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। थकित बटुवा आएर विश्राम लाग्यो। मलाई पागलको उपनाम दियौ ठिकै छ। मलाई पागलको उपनाम दियौ ठिकै छ। तिमीलाई पनि त धोकेबाजको उपनाम लाग्यो। ओहो ओहो क्या बात, क्या बात। तिमीलाई पनि त धोकेबाजको उपनाम लाग्यो। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। उनी डोलीमा चढिन् र म सीतामा चढे। उनी डोलीमा चढिन् र म चितामा चढे। उनी डोलीमा चढिन् र म चितामा चढे। यसरी हाम्रो मायामा पूर्ण विराम लाग्यो। ओहो 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 क्या बात, वाह साह्रै मिठो, वाह। यसरी हाम्रो मायामा पूर्ण विराम लाग्यो। बाटोमा चिहान बनाएको पनि काम लाग्यो। एक थकित बटुवा आएर विश्राम लाग्यो। वाह, थ्याङ्क यू। धेरै धेरै धन्यवाद।